नमस्ते, वेलकम ब्याक टु रोहित मिनी ब्लग भनेर आजको ब्लग सुरु गर्दैछु। त्यसपछि मैले गर्न थाले पूजा अनि हिजो डेबुक हेर्न भ्याएको थिएन, त्यसले गर्दा अहिले बिहान डेबुक हिसाब किताबहरू हेरिरहेको छु। पार्टीहरूको पर्चेस, सेल्स, लेजर एन्ट्रीहरू सबै भयो कि भएन भनेर। अनि आफूले चाहिँ दैनिक डेबुक हेर्दा चाहिँ ठिक हुन्छ, किनकि केही हिसाब किताबहरू छुटेको छ भने टाइममै एन्ट्री गरेर हिसाब मिलाउन सकिन्छ। त्यसपछि व्हाइट बोर्डमा चाहिँ आजको कामहरू टिपेको थिएँ। यहाँ दिवस भाइले चाहिँ कता कता गाडी पठाउँछ भने एस्टिमेटहरू गर्न थालेको थियो। मैले खर्च एस्टिमेट बिलहरू हेर्न थाले, कता कता लोडिङ गर्ने र कुन कुन पार्टीहरूको डिमान्ड छ भनेर। अनि त्यसपछि अकाउन्टमा बसेर हिसाबहरू हेरिरहेको थिएँ, के भइरहेछ, पार्टीहरूको हिसाब किताबहरू मिलिरहेको छ कि छैन, ब्यालेन्स कन्फर्मेसनहरू ठिक छ कि छैन, यताउता हेरिरहेको थिएँ। त्यसपछि बाबासँग बसेर चाहिँ यो महिनामा अब कुन कुन पार्टीलाई पेमेन्ट तिर्न छ, असार मसन्तसम्म कस कसो पार्टीहरूको हिसाब किताब मिल गर्नुपर्ने छ, सबै एस्टिमेटहरू हेरिरहेको थिएँ। कुन कुन पार्टीले चेक काटेको छ, कुन कुन पार्टीलाई पेमेन्ट गर्नुपर्ने छ, सबै एस्टिमेट हेरेर बाबासँग सल्लाह गरिरहेको थिएँ कि यो स्थिति छ हाम्रो, यिनीहरूलाई हिसाब क्लियर गरिदिनु पर्ने छ, जुन जुन पार्टीसँग कारबार भएको छैन उहाँहरूको हिसाब चाहिँ निल गरिदिउँ भन्न थाले। त्यसपछि आजको लागि यति नै, धन्यवाद।